म चिन्ता नगर मलाई, म जसरी कुरा मिलाउँछु के। दाइ अनि त्यो केटीले मलाई पत्याउला त? खिन्न पत्याउने के कमी छ क्या तँमा? हिँड्न पहिला। दाइ एकडी हो। हजुर। एक्सक्युज मी, तिमीले भाइ किन रिजेक्ट गरे? खासमा कस्तो खासमा? यो भाइ मर्न लागिसक्यो तिमीलाई पाउने आसमा। कस्तो माया गर्दैछ भाइ तिमीलाई यार? तर मेरो कुरा त कस्तो तिम्रो कुरा सुन्नु नि, यो भाइ हेर त कस्तो चिटिक्क परेको माया लाग्दो अनुहार। हाइट मात्र छोटो हो के? ट्याक्क गमलामा राखेर मलजल गरेर गोडमेल गरेर हाइट बढिहाल्छ नि होइन भाइ? यतिको माया गर्ने मान्छे पाइँदैन कि आजकलको जमानामा। केही त भन्नु तिमीले कमसेकम यार। तर म तपाईँलाई मन पराउँछु नि त। तर म त तिमीले लास्टी माया गर्छु नि त। बाटो बाटोमा केटी जिन्छस् तैँले गर्दा हो क्या नेपालमा दिदीबहिनीहरू राम्रोसँग हिँड्न नसकेको बाटोमा। कुरा बुझ्यौ? What a nonsense people I have meeting, so rubbish यार। Come on, मम्मीले भन्छ मम्मी त्यो केटीलाई बिहे गरेर युके लैजान्छु भनेको त्यो केटीलाई अर्कै केटालाई मन परायो। स्वामी यता हेर्नुहोस् न। मलाई भन्नु भएको? अब युके को भिजा नै तपाईँसँग रहेछ, अरू कसलाई भन्ने त? अनि उहाँ चाहिँ अङ्कलसँग त मैले जिस्का मात्रै हो क्या। ओहो तिम्रो त मन चिनचिनमा च्यान हुँदो रहेछ। चिया खाँदै गफ गर्न। अनि युकेमा कुन कन्सल्टेन्सीबाट एप्लाई गर्नु भएको? मैले त किर्तिपुरको पेगासस भन्ने कन्सल्टेन्सीबाट एप्लाई गरेको नि त। केटीपुरमा पनि त्यस्तो राम्रो कन्सल्टेन्सी